हेलो गाइज, यतिखेर हामी चाहिँ पातल इको भिल्लामा आएको छौँ। यो चाहिँ बेगनास तालको माथि रहेको छ भने छक्क चाहिँ हामी गेटबाट इन्ट्री गऱ्यौँ र एकदम मेरो गाडी चाहिँ त्यहाँ पार्किङ गरेको छ। पार्किङ एकदम सानो थियो, धेरै गाह्रो भयो पार्किङ गर्न। अरू चाहिँ बाइकहरू पनि भएको कारणले गर्दाखेरि अब हाम्रो चाहिँ लगेज लिएर चाहिँ हिँड्दैछ। हामी गइरहेको छौँ। यति रमाइलो छ, ट्याक्क चाहिँ लेकको माथि अनि चाहिँ एकदम वाइल्ड टाइपको चाहिँ इन्भाइरोमेन्ट छ है, नेचुरल छ है। हामीले चाहिँ बसेको रुम चाहिँ हामी एक्सप्लोर गर्दैछौँ है। हामी आजको नाइट चाहिँ ब्याम्बो कटेजमा बसेको थियौँ। यो चाहिँ एकदम चाहिँ बाँसले बनाएको, यो चाहिँ यहाँ चाहिँ लग्जरियस चाहिँ मध्येको एक रहेछ। यो भिल्लामा चाहिँ जम्मा हजुरको 6वटा मात्र चाहिँ एकोमोडेसन छ। 3टा चाहिँ अलिकति प्रिमियम क्वालिटीको भने 3टा चाहिँ अलिकति लो क्वालिटीको। प्राइस चाहिँ अफोर्डेबल छ है। र यसको चाहिँ विशेषता भनेको चाहिँ ओपन टोयलेट बाथरुम छ है त, बाहिर चक्क छ। हुन त कम्पाउन्ड छ होइन, कम्पाउन्ड गरेको छ, अरू चाहिँ बाहिरी मान्छे त आउन पाउँदैन। तैपनि भित्र चाहिँ हुन्थ्यो नि त अरू अन्ततिर त। तर यो चाहिँ रुममा चाहिँ बाहिर छ है। यो बेसिन भयो होइन, यो त सावर छ। सावर पनि माथि ट्याक्क चाहिँ एकदम चाहिँ ट्रेडिसनल पाराको बाँसमा बनाएको छ भने तपाईँ देख्न सक्नुहुन्छ ओपन सावर छ है। यतातिर चाहिँ हेर्दै जानु बाँसले पुरै घेरेको छ, कति रमाइलो राम्रो होइन, अर्ग्यानिक। र यहाँ चाहिँ यता चाहिँ टोयलेट छ होइन, कम्फर्ट छ। यस्तो छ है साथीहरू है। अब चट्ट चाहिँ बस्न चाहिँ मजा आउँछ। यो चाहिँ सबै चाहिँ यहीँको चाहिँ उडनबाट बनाएको छ है। अब चाहिँ सबै नेचुरल यहीँको होला सायद। यो बाहिरको भ्यू देख्नुहुन्छ, उता पर देखेको चाहिँ लेक भ्यू हो भने हाम्रो चाहिँ रुम चाहिँ यता चाहिँ देब्रे साइडतिर छ है साथीहरू। सो यो पुरै चाहिँ जङ्गल टाइपको छ। अब रुम हेर्नुहोस्, यो रुम पनि एक्सप्लोर गर्दैछौँ। एसी छ होइन। अब गरिदिन्छ भने सबै भित्रबाट काठले चाहिँ होइन छाएको छ, काठले बारेको छ भने बत्ती पनि त्यो चोयाको उसमा चाहिँ डोको जस्तोमा चाहिँ ह्याङ्गिङ गरेर चाहिँ बत्ती राखेको छ भने बेड चाहिँ किङ साइजको छ, सिङ एउटा बेड छ। र भने यता बाहिर चाहिँ तपाईँहरू चाहिँ चट्ट चाहिँ बाल्कुनी छ र भ्युज हेर्न सक्नुहुन्छ। सानो घरले पनि थकान महसुस गरेर रेस्ट गर्दैछ यतिखेर। अब हामी एकैछिनमा केही खाने प्लान गरिरहेको छौँ रुममा अर्डर गरेर भन्ने। यतापट्टि बाहिरको भ्युज त ओ माई गड है, लेक भ्यू देख्ने यति सानो, यतातिरबाट सानो देखिन्छ भने उतातिर पुरै पर्फेक्ट ठुलो छ है। यो चाहिँ एकदम फैलिएको रहेछ। हामीले चाहिँ यसले चाहिँ यहीँ छ।